हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। स्वागत छ हजुरलाई मेरो के हेरेको उता हेर्न। सो स्वागत छ हजुरलाई मेरो अर्को नयाँ भिडियोमा। के कस्तो यता हेरेर होला के भयो नाटक धेरै भयो ल। हेलो गाइज वाट्सअप गाइज, नमस्ते सबैजनालाई, स्वागत छ हजुर मेरो अर्को नयाँ भिडियोमा। सो मेरो नाम विमल नेपाली, कतिचोटि 3चोटि अल्छी 4चोटि सायद 4चोटि भने होला। म्याथ कमजोर छ, आफै गर्नु र गर्नु होला। सो अब आज के भन्ने है, भिडियो यत्र दिनदेखि बनाइरहेको होइन, आजदेखि च्यालेन्ज सुरु भयो। आज डेली 5 मिनटको टक्क 5 मिनटको, अब यहाँ 5 मिनट भुकी गर्छु हजुरसित, त्यसपछि 5 मिनटको भिडियो अपलोड गरिदिन्छु। सो किनभने मेरो पर्पज चाहिँ अब 7 दिन जसरी पनि कम्प्लिट गर्ने हो। यो भिडियोलाई कसरी भने यो कन्फिडेन्स बिल्ड गर्ने, जुन मेरो क्यामेरामा बोल्ने तरिका कम छ, त्यसैलाई चाहिँ कम गर्नको लागि मैले भिडियो बनाउन लागेको। सो धान पुग्यो राफले फकाउँछन् काफले, जानु कि नजानु, ल्याउनु कि नल्याउनु। या लाइट बोल्यो, अब कि गोरो देखिन्छु कि गोरो त यस्तो छु, राम्रो छु त्यही ल अलिक गफ हुन्छ ल, ठिक छ ल। अब के भन्ने यार, अनि कस्तो दिमागमा आएको थियो खतरा आइडिया, फेरि भुलेँ। मेरो भुल्ने बिमार छ कि यार, कस्तो यार फेरि भुल्ने, त्यसलाई टाइम लगाएर सोच्नुपर्ने हुन्छ। सोच्छु अहिले एकछिन बसेर, अहिले चाहिँ टक्क टुन पोखरा जान्छु। टुन पोखरा मेरो घर तलतिर टुन पोखरा हुन्छ, त्यहाँ जान्छु। त्यसपछि के गर्ने, अरू त केही पनि छैन। टुन पोखरा जान्छु, अनिल सुनारको रोस्ट। अनिल सुनार त अलि राम्रो पर्सनालिटी भएको मान्छे हो नि त। उहाँलाई चाहिँ कसैले रोस्ट हानेको छ कि नै, जहाँसम्म अब नेपालभरिमा एउटाले त हान्यो होला नि, एउटाले त युट्युबमा भिडियो अपलोड गरिदियो होला। सो त्यही भिडियो अहिले डाउनलोड गरेर हेर्छु चाहिँ अनिल सुनार जस्तो मान्छेलाई पनि रोस्ट हान्छन् कि हान्दैनन्। सो मलाई त अब मैले आई वान स्टार्ट माई ब्लग च्यानल आफ्टर 1 इयर्स चाहिँ। अबको आउने 1 वर्षमा चाहिँ मैले ब्लग स्टार्ट गर्छु। यो चाहिँ स्यामसङ J7 छ। सो मैले पैसा कलेक्ट गरिरहेको छु। सो ब्लग बनाउनको लागि, राम्रो क्वालिटीको क्यामेरा अपलोड गर्नको लागि, भिडियो अपलोड गर्नको लागि युट्युबमा। सो त्यही भएर चाहिँ अब अनिल सुनार दाइको त कन्टेन्ट त राम्रो छ नि होइन। सो त्यही भएर मलाई फरक पर्दैन यो भिडियो कसले हेर्छ कसले उ गर्छ अनि। सो मैले चाहिँ आफूलाई आफ्नो कन्फिडेन्स बिल्ड गर्नको लागि हो। र मैले चाहिँ ल कुरोमा ब्याक कति फेरि कुरो यता छ, यता जान्छु कि म फेरि। हेर्न मैले लिएर शरीर ओइ हो कालो भएको, हेर्न कति कालो भयो। ठिक छ, के हुन्न, अलि नहुन्छु, अहिले त नहुन्न, पछि युट्युबमा राख्ने। अनि फेरि ल मलाई फरक पर्दैन कसले मेरो भएर चाहिँ तिनै कुरा छोडिदिउँ। अनिल सुनारको रोस्ट, अनिल सुनारको कन्टेन्ट, मलाई अनिल सुनार बब्बाल दामी लाग्छ कि। केही इन्सपायर हुन्छु म उहाँलाई हेरेर, उहाँलाई हेरेर जला जे भने पनि। अनिल सुनार इज किङ फर, मतलब इमोसन कनेक्ट हुन्छ क्या उहाँको भ्लग हेर्दाखेरि। सो त्यही भएर उहाँको भ्लगबाट केही सिक्ने प्रयास गरिरहेको हुन्छु मैले। त्यस्तो मान्छेलाई पनि उहाँले त कसैले मन दुखाउने काम त गर्नुहुन्न नि त। सो त्यही भएर अनिल सुनार जस्तो मान्छेले पनि कसैले रोस्ट हानेको होला कि, अहिलेसम्म हानेको अनिल सुनार जस्तो पर्सनालिटी भएको मान्छेलाई कसैले अहिलेसम्म रोस्ट हानेको होला कि नहोला भनेर यसो अहिलेसम्म मैले युट्युबमा अनिल सुनार रोस्ट भिडियो भनेर हेरेको छैन। अब गएर हेर्छु। सो त्यही हो। बाँकीको अब अझै 1 मिनट 40 सेकेन्ड बोल्छु, यो भिडियो यतितिर अफ हुन्छ। त्यसपछि यो भिडियो युट्युबमा राखिदिन्छु। सो आफ्टर 1 इयर्स मैले यो भिडियो चाहिँ सियोले चेक गर्छु। आफ्टर गरेको, तर आफ्टरको मतलब मलाई थाहा छैन। आफ्टर भनेको पछि हो कि अहिले पनि, बिफोर पहिले आफ्टर अहिले, जे भए पनि होस्। मलाई मुखबाट जे निस्कियो त्यही, वर्ड्स कम आउट वाट यु स्पिक, आई डोन्ट केयर अबाउट इट। र यत्रो कन्फिडेन्स मलाई कहाँबाट मलाई थाहा छैन। सो मलाई पनि थाहा छैन कहाँबाट होइन, बिस्तारै सिक्दैछु। अब पहिलाभन्दा अलिक कमजोर थिएँ, मलाई क्यामेरामा बोल्नको लागि। अब जाने हो, टक्क डाउन गरिदिन्छु भिडियो अब टक्क लाएर। त्यही हो, अब अरू नयाँ कुरा जोड्नु पर्ने हुन्छ। सो अब लेट्स सी के हुन्छ। सो आजको भिडियो चाहिँ अब यति चाहिँ हुन्छ लगभग। अब भिडियो 1 मिनटमा के भन्न सक्छु मैले भन्छु अब। सो बिहान उठेँ, खानासाना बनाएँ, खाएँ, हल्का फुल्का भाइ आएको थियो, क्रिकेट खेलेपछि एकछिन पानी पर्न लाजे भयो। त्यसपछि पानी पऱ्यो पनि, त्यसपछि एकछिन सुत लान त राति त कुखुराको सुलसुले सरेछ। त्यसपछि कुखुराको सुलसुले सरिसकेपछि कता भन्नै नहुने ठाउँमा टोकिदियो। त्यसपछि त्यो कनाइ गर्दा सुत्नै दिएन। त्यसपछि अझै पनि टोकिरहेको कि। त्यसपछि कुखुरा हेरेँ, आएँ माथि। अहिले भर्खर भिडियो बनाइरहेको छु। यत्र बेर अब तलतिर दिन्छु, रोस्ट भिडियो हेर्छु अनिल सुनार दाइको चाहिँ। कसले हान्यो रोस्ट हान्छु। अब त्यहीँ अरू त केही पनि होइन, यति हो। I wanna create my own channel, so that's why I stop this content here. के बोल्छु मेरो इङ्ग्लिस मलाई थाहा छैन।
आई लभ यु गाइज, थ्याङ्क यू सो मच।